दर्शक महानुभावहरु नमस्कार, तपाईहरुलाई हार्दिक स्वागत छ हाम्रो च्यानल त्रिशुली खबर ट्युबमा। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्स्क्राइब गरी जोडिनुहोस् ताकि नयाँ अपडेटका साथ हामी तपाईहरुमाझ हरपल उपस्थित भइराखेका छौं। देशभरका विभिन्न महत्त्वपूर्ण समाचार अपडेट केही मिनेटमै प्रस्तुत गर्दैछौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, तपाईको मनमा लागेका प्रतिक्रिया छोड्न नभुल्नुहोला। समाचार सबै अत्यन्तै महत्त्वपूर्ण छन्। युवा पुस्तालाई चिडाउँदै केपी ओली नेतृत्वमा निर्विरोधको दावी, जेनजी सरकार लिखित सम्झौता नयाँ संकटको खतरा, रमेश लेखकलाई ओलीको सुझाव, आयोगमा बयान दिन नजानुस् मेरो बिन्ती छ, महाधिवेशन अघि नै टिकट बाँड्ने देउबाको रणनीति, संस्थापन इतर पछि सशंकित, आरजु राणा सहित कांग्रेसका यी शीर्ष नेता पहिलो चरणमै प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस, जेनजीसँगको सहमतिमा दललाई सहभागी नगराएर सरकार चुकेको विश्व प्रकाश शर्माको आरोप, चुनाव हुन्छ सही र सक्षम नेतृत्व छनौट गरौँ मन्त्री कुलमान घिसिङ, ईश्वर पोखरेल र ओलीको भिडन्तमा कसले मार्न बाजी, दुर्गा प्रसाई निर्वाचनमा जान्छन् कि जाँदैनन्, यसबारेमा पनि जानकारी आजको समाचारमा रहनेछ। रासपा नेकपा रासपा कुलमानको पार्टी बीच पार्टी एकीकरण गरेर अथवा गठबन्धन गरेर जालन त निर्वाचनमा, यसको पुरा जानकारी पनि आजको समाचारमा रहनेछ र अन्य महत्त्वपूर्ण अपडेट पनि छन्। समय अवधिभर हामीसँगै रहनुहोस्। आउनुहोस् अब पहिलो तथा विशेष खबरतर्फ लागौं। वर्षौंदेखि अप्ठ्यारो र पेचिलो बनेको न्यायको बाटोमा अहिले फेरि विवाद र अस्थिरताको छाया देखिएको छ। माओवादी सरकार बीच 2006 सालमा भएको शान्ति सम्झौता अनुसार बेपत्ता व्यक्तिहरूको खोजी र मेलमिलाप आयोगले न्याय दिन नसकेको अवस्थामै जेनजी प्रतिनिधिसँग भएको नयाँ सम्झौताले विगतकै गल्ती दोहोऱ्याउने खतरा देखिएको भन्दै आलोचना र चिन्ता सुरु भएको छ। 3 महिना अघि गठन भएको अन्तरिम सरकार बुधबार साँझ जेनजी प्रतिनिधिसँग 10 बुँदे सहमति गर्दै हालसम्मको सबैभन्दा विवादस्पद राजनीतिक मोडमा प्रवेश गरेको छ। प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका तर्फबाट जेनजी आन्दोलनका सहित पिता भोज विक्रम थापा बीच हस्ताक्षर भएको एक समितिले गत भदौ 23 र 24 गते भएको प्रदर्शनलाई औपचारिक रूपमा जनआन्दोलनको मान्यता दिएको छ। तर सहमति हुने बित्तिकै जेनजी समूहभित्रै विभाजन, राजनीतिक दलहरूको असन्तुष्टि र न्यायिक प्रक्रियामा हस्तक्षेप हुने खतरा गम्भीर रूपमा बढेको छ। बुद्धिजीवीहरूले भाद्र 24 गतेको विध्वंसलाई पनि जनआन्दोलनको मान्यता दिँदा गलत नजिर स्थापित हुने बताइरहेका छन्। सहमति हस्ताक्षर कार्यक्रममा अधिकांश जेनजी समूहका प्रतिनिधि उपस्थित भए पनि एकमत भने देखिएको छैन। जेनजी मुभमेन्ट नेपालले सहमति पत्रप्रति तीव्र असन्तुष्ट व्यक्त गर्यो। सहसंयोजक अजय सेडालीले त प्रधानमन्त्रीकै अगाडि दस्तावेज च्यातेर विरोध दर्ज जनाएका छन्। सरकारसँग हुने वार्तामा नआएको मिराज ढुङ्गाना समूहले विज्ञप्ति जारी गर्दै सहमतिलाई पूर्ण अस्वीकार गरेको छ। ढुङ्गाना समूह चुनावी प्रक्रियाकै विपक्षमा उभिएको छ र सर्वपक्षीय सरकार तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग राख्दै आएको छ। सबैको आवाज सुनेर समग्र जेनजी आन्दोलनका मूल मुद्दा समेटेर देशको अस्थिरता र न्यायसङ्गत मूल्याङ्कन सुनिश्चित हुने गरी मात्र कुनै पनि सम्झौता अगाडि बढाउनु पर्ने असन्तुष्ट पक्षको माग रहेको छ। 19 वर्ष अगाडि भएको तत्कालीन माओवादी र सरकार बीचको शान्ति सम्झौता अनुसार बेपत्ता खोजी र मेलमिलाप प्रक्रियालाई राज्यले अहिलेसम्म पनि पूर्णता दिन सकेको छैन, जसले गर्दा शान्ति प्रक्रिया अझै अपूर्ण छ। यही पृष्ठभूमिमा जेनजी आन्दोलनसँग भएको 10 बुँदे सहमतिले न्याय प्रक्रियामा राजनीतिक वर्गीकरण गर्ने र अपराधलाई राजनीतिक सुरक्षा दिने वातावरण तयार गरेको भन्दै कानुनी विशेषज्ञ र पीडित परिवारहरू चिन्तित देखिएका छन्। अर्कोतर्फ अन्तरिम सरकार प्रमुखका रूपमा प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग पर्याप्त छलफल नगरी सहमति पत्र तयार पार्न आफ्नो प्रशासनलाई निर्देशन दिएपछि सहमति प्रक्रियाको वैधानिकता र समावेशितामाथि प्रश्न चिन्ह खडा भएको छ। विश्लेषकहरूका अनुसार कार्कीको प्राथमिकता जेनजी माग समाधान भन्दा पनि चुनाव सम्पन्न गर्ने सत्ता अर्को सरकारलाई हस्तान्तरण गर्नु हो। निर्वाचनका लागि सरकारले तीव्र तयारी पनि गरिरहेको छ भने सरकार सत्ता हस्तान्तरण गर्न पनि आतुर देखिएको छ। तर दलहरूबाट परामर्श बिना गरिएको सम्झौताले दीर्घकालीन रूपमा स्थिरताभन्दा अस्थिरता थप्ने खतरा बोकेको छ। राजनीतिक दल र जेनजी आन्दोलनबीच निरन्तर विवाद र द्वन्द्वको नयाँ चक्र सुरु हुने सङ्केत पनि देखिन थालेका छन्। विशेष गरी दल नेतृत्वको कार्यकाल सीमा, प्राइमरी निर्वाचन अनिवार्य र नोटा समावेशले दलहरूको आन्तरिक संरचना र स्वार्थमा ठूलो चुनौती खडा गर्ने भएकाले दल र जेनजी बीच नयाँ टक्राव सुरु हुने अनुमान समेत गरिएको छ। दर्शकबिन त्यसैगरी आउनुहोस् अब अर्को विशेष खबरतर्फ लागौं। नेकपा एमालेको महाधिवेशनको सङ्घारमा छ। मङ्सिर 27 गतेदेखि सुरु हुने महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली नै पुनः नेतृत्वमा आउने तयारीमा छन्। जेनजी पुस्ताले राजनीतिक दलहरूको पुनर्गठन र रूपान्तरण अनिवार्य ठाने पनि ओली त्यो कुरा स्वीकार्न तयार छैनन्। महाधिवेशनबाट नयाँ म्यान्डेट देखाएर ओली फेरि पनि पार्टी नेतृत्व मात्र होइन सत्ताकै पेरिफेरीमा
पुग्ने चेतावनी दिइरहेका छन्। बिहीबार सम्पादकहरूसँगको संवादमा पनि उनी आफू निर्विरोध अध्यक्ष बन्ने उद्घोष गरे। नेकपा एमालेको गत भदौमा भएको विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई नै तेस्रो कार्यकालका लागि पार्टी अध्यक्ष बन्ने ढोका खुला गरेको थियो। तर विधान महाधिवेशनकै भोलिपल्ट जेनजी आन्दोलन भयो, जुन आन्दोलनले 27 घण्टामै ओली सत्ताच्युत हुने पुगे। जेनजी आन्दोलनले राजनीतिक दलहरूलाई रूपान्तरणको लागि स्पष्ट म्यान्डेट दिएको छ। दलहरू रूपान्तरणभन्दा पुनर्गठनतर्फ अगाडि बढिरहेका छन्। नयाँ परिस्थितिमा पुराना मात्र होइन, नयाँ राजनीतिक दलहरू पनि एकता र ध्रुवीकरणमा अगाडि बढिरहेका छन् अनि राजनीतिक दलहरूलाई महाधिवेशनतर्फ लगेर नीति निर्माणदेखि नेतृत्व परिवर्तनको बाटोमा लागेका छन्। यही बीचमा जेनजी आन्दोलनले सत्ताच्युत भएको नेकपा एमाले पनि सबैभन्दा अगाडि महाधिवेशन गरेर नयाँ सन्देश दिन खोजिरहेको छ। तर विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष बन्ने सम्भावना बन्ने ओलीको योजनामा भने ब्रेक लागेको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको उम्मेद्वार घोषणा गर्दै क्याम्पेनिङ थालिसकेका छन्। पोखरेल समूहले महाधिवेशनको सन्दर्भमा नियमित अन्तर्संवाद नै चलिरहेका छन्, जुन अन्तर्संवादमा पछिल्लो राजनीतिक सङ्कटको कारण पनि ओलीलाई मानिरहेका छन्। पोखरेल समूहले खुला रूपमा चुनौती दिइरहँदा बिहीबार ओलीले बिहीबार मात्रै सम्पादकहरूलाई डाकेर 11औं महाधिवेशनबाट पनि आफू निर्विरोध अध्यक्ष बन्ने दावी गरे। अहिले राष्ट्रिय पुनर्जागरण, पुनर्स्थापना, राष्ट्रिय पुनर्निर्माण र सुशासनको अभियानको अगुवाई आफ्नो नेतृत्वमा मात्रै हुने ओलीले स्पष्ट पारे। महाधिवेशनपछि आफ्नो नेतृत्वको नेकपा एमाले मात्रै यी कामहरू गर्ने ओलीको भनाइ छ। साथै ओली नेतृत्वको तत्कालीन सरकारले सामाजिक सञ्जाल बन्द गर्ने लगायतको निर्णय गरेर युवा पुस्तालाई आक्रोशित बनाएको थियो, जुन आक्रोश भन्दै 23 र 24 भदौको जेनजी पुस्ताको आन्दोलनमा विस्फोट भएको हो। नेकपा एमालेको विधान महाधिवेशन अघि नै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई अगाडि सारेर ओलीको काउन्टर दिने तयारी ओली इतर पक्षको थियो, तर ओलीले भण्डारीको सदस्यता नै रोकिदिए। यी सबै कारण पनि ओली इतर पक्ष जसरी पनि काउन्टर दिने पक्षमा उभिरहेको छ। त्यसैगरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौं। भदौ 23 र 24 गतेको घटना जाँच गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुगेको छ। अब आयोगले 3 जनाको मात्रै बयान लिन बाँकी छ। ती हुन् प्रहरी महानिरीक्षक दानबहादुर कार्की, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली। कार्कीसँग पनि शुक्रबार बयानको तयारी छ। आज हिजो बिहीबार आयोगले पूर्व प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ र पूर्व गृह सचिव गोकर्णमणि दुवाडीसँग बयान लिएको छ, तर उनीहरूको बयान नसकेपछि शुक्रबार पनि हुने भएको छ। त्यसपछि पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताएका छन्। आइतबार वा सोमबार पूर्व गृहमन्त्री रमेश लेखकलाई बोलाउने र अन्तिममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने आयोगको तयारी छ। त्यसपछि प्रतिवेदन लेखन सुरु हुने भएको छ। आयोगलाई 3 महिनाको समय दिएकोमा अपुग हुने देखिएकाले केही समय थप हुन सक्ने भएको छ, तर आयोगको समय र काम अन्तिमतिर पुग्दा धेरैको ध्यान ओलीतिर छ। पुस 9 गते आयोगको समय सीमा सकिँदैछ। असोज 9 गते गठन भएको आयोगलाई ओलीले सुरुदेखि नै अस्वीकार गरेका छन्। आयोग गठन हुनासाथ आयोगमा आबद्ध व्यक्तिमाथि उनले प्रश्न उठाए। त्यसपछि पनि नेकपा एमालेका ओली निकट नेताहरू र ओली आफूले समेत आयोगमा बयान दिन नचाहने जिद्दी सार्वजनिक रूपमै गरिरहेका छन्। नेकपा एमाले नेताहरूले यो आयोगलाई स्वीकार नगर्ने र स्वीकार नै नगरेको आयोगमा किन बयान दिने भन्ने तर्क गरेका छन्। नेकपा एमाले र काङ्ग्रेसले यो सरकार असंवैधानिक बाटोबाट बनेको भन्दै संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत समेत पुगेका छन्, जसको सुनाई आगामी बुधबार संविधानिक इजलासमा तोकिएको छ। लेखकलाई पनि रोक्ने ओलीको प्रयास। भदौ 23 गते जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर 19 जनाको मृत्यु भयो, 100 घाइते भए। गृहमन्त्री र प्रधानमन्त्रीको चर्को आलोचना भयो। दिउँसोसम्म आन्दोलनलाई गम्भीर रूपमा नलिएका लेखक साँझ एकाएक दबावमा आए। पार्टीभित्रबाट पनि चर्को आलोचना भयो। आलोचनाको केन्द्रमा परेपछि उनी राजीनामा दिन बाध्य भए, तर ओलीले भने अन्तिमसम्म पनि उनलाई राजीनामा दिनु पर्दैन भन्दै रोक्न खोजेका थिए। मन्त्री परिषद बैठक बस्यो। त्यही बैठक आफ्नो अन्तिम भएको बताउँदै लेखक राजीनामा दिएर फर्किए। ओलीलाई पनि राजीनामा दिन दबाव पर्दै थियो। सत्ता साझेदार काङ्ग्रेस भित्रबाट पनि ओलीलाई राजीनामा दिन भन्ने नभई काङ्ग्रेस सरकार बाट बाहिर हुनुपर्ने मत बढ्दै गएको थियो। तर सभापति शेरबहादुर देउवा यी दुई कुरामा तयार भएनन्। ओली आफू त राजीनामा दिन तयार थिएनन् नै, लेखकलाई समेत रोक्न खोजिरहेका थिए। अहिले आयोग बयान लिने दिन नजिकै छ। लेखकले यसबीचमा ओलीलाई भेटिसकेका छन्। स्रोतका अनुसार ओलीले लेखकलाई पनि बयान नदिन सुझाव दिएका छन्, तर लेखक भने आयोगलाई बयान नै नदिँदा आफू प्रक्रियाबाट भएको अर्थ लाग्ने भन्दै बयान दिने तयारीमा छन्। लेखकलाई बिहीबार मात्रै भेटेको उनी निकट एक नेताले बताए। उहाँ बयान दिने तयारीमा हुनुहुन्छ। आफ्नो कुरा राख्न किन डराउने भन्दै बयान दिने सोचमा लेखक रहेका छन्।